भन्दा guys, welcome back to my channel. म चाहिँ यति बेला राति भ्लग गर्दैछु है, किनभने चाहिँ अब भोलि चाहिँ होली हो होइन। तपाईँहरूलाई एडभान्स ह्याप्पी होली। एडभान्समा त हुँदैन होला होइन, भोलि पर्सितिर पस्छ होला, तर पनि ह्याप्पी होली। अब हामी चाहिँ भोलि चाहिँ अब सबैजनाको ड्युटी छुट्टी हुन्छ, मेरो भेना सबैको होइन एकछिन नै। अन्त छुट्टी हुँदा चाहिँ हामीले चाहिँ प्लानिङ गरेको छ कि म सृजना दिदीहरूको फ्यामिली र हाम्रो फ्यामिली सृजना दिदीहरूको र दिपा सौजुनीहरू मिलेर चाहिँ मोमो खाने होइन। अब भोलि खाने मोमो चाहिँ अन्त म र भेनाको चाहिँ अहिले बिजोग छ है होइन। अन्त गाइस हाम्रो भेनाले चाहिँ नयाँ आइफोन निकाल्नु भएको छ 16 प्रो है। म त ड्युटीबाट आउँदा त परेको गाइस, नयाँ फोन निकालेर त मजाले बसिरहेको छ, मलाई भनेर पनि होइन। ठिकै छ। अन्त मैले उयो क्लिपहरू पनि राखेको छु, तपाईँहरूलाई म देखाइदिन्छु। भेनाले दिदीको नङ काटिदिएको होइन। अन्त भेनाले यहाँ अस्ति नै त्यो सागहरू दिएको थियो नि, यहाँ त्योहरू टिपेको, त्यो पनि अर्ग्यानिक साग टिप्नु हुँदैछ। के को साग हो भनिदिनु हेन। सरसोको साग मान्छे पनि सर्स्यु जस्तो। भेनाले काट्नु हुँदैछ प्याज हाम्रो भेनाले। भेनाले काम पनि सक्यो भन्दा पनि लसुन प्याजहरू चलाउँदै सक्यो। दिदीले खाना बनाउनु हुँदैछ, यहाँ भेनाले धनियाँ बनाउँदैछ, अनि म चाहिँ यहाँ आइसक्रिम र ब्राउनी खाँदैछु। भेनाले हिजो ल्याउनु भएको होइन। गाइस यो चाहिँ भोलिको लागि हो, देखाइदिँदै। यो के हो? पर्क। यहाँनिर पर्क हाम्रो लागि। अन्त अर्को देखाइदिनु अब। आमा यो चाहिँ चिकन हो। दिदीले चाहिँ पर्क खानु हुँदैन होइन। यो मासु चाहिँ अहिले भर्खर मैले धोइधाइ पारेर यहाँ राखेको छु। अब भेना र म चाहिँ आँटा मुस्नु मैदा मुस्नु पर्ने हुन्छ होइन। यस्तो छ, डरै लाग्दैन। यो दिदीको सबै यहाँनिर हाम्रो खानाहरू पाकिसक्यो। यहाँ चाहिँ भेना आँटा मुस्नु भएको। यता यता हेरिदिनु न। आँटा मुस्नुहुँदैछ होइन। म चाहिँ यहाँ पानी हालिदिँदैछु। अब चाहिँ माम खाएर सुत्न आँटेको, नाइट ड्रेस लगाइरहेछ हो। यो चाहिँ भेनाले बुन्नु सक्नुभयो। मैदा आँटा हाल्नु मात्रै आउँछ खालि। त्यहाँ देखाइदिनु। हामी चाहिँ अब खाना खाएको। भेना के के हो बताइदिनु। अन्त बिन्ससँग मेरो माम छ। गाइस अहिले चाहिँ हामी खाना खाएर पनि आधा काम गर्दैछ होइन। अन्त सोल्टिनी चाहिँ आज एकदम नदेखाऊ भन्दैछ होइन, तर पनि मैले देखाएँ। आइएम सो सरी फर द्याट। किन चाहिँ यहाँ किमा गर्नुहुँदैछ होइन। यहाँ सिम्पलको खोइ यो चिकन राख्यो। चिकनको चाहिँ अघि भेनाले गरिसक्नुभयो। अनि मैले चाहिँ यो कोरेसो लगाएको अदुवा र लसुन। अनि यो चाहिँ पर्कको हुँदैछ। भेनाले हामीलाई ल्याइदिनु भएको फ्रेन्च फ्राई हो। भेना थ्याङ्क यू।
हो यो चाहिँ हाम्रो भेनाले नयाँ फोन निकालेको हो यता हुनुहुन्छ फोनको मालिक यता हेर्नु न मिठो दामी यता मिठो वापिस आजको पार्टी नुन कम्ती भएर नुन चाहिँ कम्ती भएछ साह्रै कम्ती भएछ हेलो गाइस गुड मर्निङ अहिले चाहिँ बिहान भइसक्यो होइन अब चाहिँ हामीले रेडी गरिसक्यो अब यहाँ हामी उतापट्टि बनाउनु पर्ने हुन्छ हामी होइन दिदीले यहाँ ब्रेकफास्ट बिहानको रेडी गर्नु हो त्यसमा म चाहिँ अघि उठेर नुहाइ गरेको है तपाईँहरू सबैलाई ह्याप्पी होली है अन्त त्यही छ अब मोमो बनाएकोहरू म भिडियो गर्नेछु त्यहाँबाट आज चाहिँ च्यालेन्ज भिडियो पनि गरौँ भनेको हेरौँ है त गाइस अहिले चाहिँ हाम्रो ब्रेकफास्ट हुँदैछ यहाँ सोल्टिनीकोबाट होइन अब यो खाएर चाहिँ हामी बनाउनु जानुपर्ने हुन्छ मलाई चाहिँ आउँदैन तर पनि म सिक्छु है गाइस बाई बाई के अरे मलाई पुरा आउँछ गाइस ब्रेकफास्ट भएर चाहिँ सोल्टिनी भाडा मात्दैछ मैले आधी मात्छु भनेको मान्दैन होइन त्यो जहिले पनि आएर भाडै मात्छ भाडा मात्नु चाहिँ तपाईँलाई के हुन्छ अरे पुरा जानु पर्छ पहिल्यैदेखिको भाडा पुरा लाग्छु तर मेरो बहिनीलेदेखिलाई चाहिँ भन्छ कि बिचरा कसरी भाडा मोल्नु सक्यो यार दिदीले भनेर भन्छ अहिले मेरो बहिनी गाउँ गइरहेको छ होइन पुरा मिस गरिरहेको छु मेरो बहिनीलाई मैले पनि मिस गरिरहेको छु सरीको सोल्टिनीलाई प्रेमुलाई मैले के गर्नु पर्दैन होइन अस्ति नै पनि मैले आएर भाडा मरेको मलाई भाडा मोल्नु पुरा मनपर्छ भनेको थिएँ होइन मेरो भिडियो देखेर पुरा हाँसेको थियो किनभनेदेखिलाई म घरमा पहिला चाहिँ भाडा मोल्थिनँ नि त तर पनि मलाई भाडा मोल्नु चाहिँ मनपर्छ गाइस अब हामी दुईजनासँगै बस्दैछ त्यहाँबाट ड्याङ्की ड्याङ्क भ्लगहरू आउने चाहिँ एकदम दामी दामी है चकाचक दामी दामी आउँदैछ भाडा हाल्ने चाहिँ एकपल्ट किनेको भ्लगलाई लाइक सेयर कमेन्ट सबैजनाले गरिदिनु होला है सब्सक्राइब सब्सक्राइब भयो भने भरे च्यालेन्ज गर्ने होइन भयो भने गर्छु चाहिँ आउँदैछ हाम्रो च्यालेन्ज मोमो खाएको अहिले सोल्टिनीले मोमो बनाएको देखाउँछु ल गाइस बाई 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 भनिदिनु बाई मोमोको तयारी यहाँ चाहिँ गाइस हेरिदिनुहोस् हाम्रो अभियानले होलीको टी सर्ट लगाएर एकदम हामीले स्पेसल उसलाई चाहिँ बोलाएको हामीले मगाएको है वेलकम छ तपाईँलाई यहाँभित्र सिजन चाहिँ उहाँ हुनुहुन्छ हेलो गाइस हेर्नुहोस् है हाम्रोमा चाहिँ आज होलीको स्पेसल पकौडा बनाउँदैछ सोल्टिनीले कस्तो लाग्दैछ अन्त तिमीलाई होलीको हामीले चाहिँ अहिले कलर चाहिँ लगाएको छैनौँ होइन अहिले कसरी त्यही भएर हेर्नुहोस् है यहाँनिर चाहिँ अब के भन्छ अभियान हेलो गरिदेऊ यहाँनिर हेर्नुहोस् है अन्त के भन्छ यता गानाहरू पनि ल हेर भनिदिइहाल्नु सबैजनालाई हेर्नु पकौडा बनाउन छोडेर गाना सुनेर हेर नाच्नु आएको होला नाच्नु साह्रो परिरहेछ है यता हेर्नुहोस् है बुढा नमान्नु होली
मलाई अब मलाई चिलायो के हामी चाहिँ यहाँबाट पानी हाल्न आँटेको हो यहाँबाट उता चाहिँ यस्तो छ है हो यता पुरा खेल्दैछ उपरबाट होलीहरू देख्नु हुँदैछ होला होइन केही भनिदिनु नि होलीको उयसमा छिटो म चाहिँ दल्दिनँ भन्दा भन्दा दल्थ्यो हो केही छैन ऊ नानीहरू यहाँ खेल्दैछ हो गाइस उतापट्टिको बिल्डिङमा होली हुँदैछ हो खतरा छ यहाँनिर होली अहिले चाहिँ हामी होली खेलेर पनि खानाको अब खानेको कार्यक्रम होइन यहाँनिर यो चाहिँ हो पर्क मोमो कालो कालो देखिरहेको अब सेतो छ होला रियलमा यो चाहिँ हो पकौडा भेन पकौडा एक बाइट खाइदिउँ त जो कस्तो भएछ भेरी टेस्टी गाइस हामीले चाहिँ च्यालेन्ज भिडियो बनाएन होइन यही अब एक एक बाइटको गर्छु भिडियो एकछिन त्यो नदेखाउनु नि अहिले एकछिन नै सिजाना दिए फर्स्ट तपाईँ खानु गम्मै हाल्नु न बिग बाइट हौ कस्तो सोल्टिनी टेस्टी वाउ कस्तो लाग्यो यहाँ पनि छ ओभर फ्यान्टास्टिक यहाँ पनि वाउ बिग बाइट देनाको कोल्ड ड्रिंक निकाले नि तिमीले गम्मै हाल्नु न बिग बाइट एकदम ठुलो गम्मै हो दामी हो चिकन यो भन्दा नि यो बनाएको तर यो मेरो डिजाइन हो यो मोमोको चाहिँ गाइस यहाँ हेर्नुहोस् आफैले बनाएको मेरो हातले खाएला गम्मै हाल्नु न भनेको डल्लै यस्तो छ हो हिम्मत छैन सुब्बाको छोरी अहिले चाहिँ हामीले होली सोली सब मनाएर नुहाइ धुवाइ गरेर बसेको म चाहिँ 2 खेप नुहाउनु पऱ्यो बिहान पनि नुहाएर बसेको थिएँ फेरि कलर दर्दी त हाल्यो फेरि नुहाएर बसेको सोल्टिनी कस्तो भयो होली अब हामी सबै ओइलाइसकेको सो गाइस आजको भ्लग यति नै थियो अलिअलि क्लिपहरू मैले क्याप्चर गरेको छु त्यो हालिदिन्छु है मैले चाहिँ च्यालेन्ज भिडियो बनाउँ भन्दै थिएँ तर च्यालेन्ज भिडियो चाहिँ बनाउने जोसै आएन क्या अब एक्लै बसेर खानु अप्ठ्यारो नि त अन्त सबैजना बसेर खायौँ हामीले हो त्यही भएर च्यालेन्ज भिडियो चाहिँ भएन तपाईँहरू अल्छी नगरिकन हेरिदिनुहोस् मेरो भिडियो है लाइक सेयर कमेन्ट सब्सक्राइब टक्क गरेर अब अर्को भिडियोमा भेट्ने छु बाई बाई